हाम्रो दाइकोमा सब्स्क्राइब शेयर के हुन्छ गरिदिनु होला। ल दाजु ट्राई गर्नु। हाम्रो भाइ हुनुहुन्छ यहाँ अनि यहाँ भाइ हुनुहुन्छ। सबैलाई नमस्कार। हाम्रो चाहिँ यो मार्केट सनैया सेकेन्ड सनैया रमाइलो ठाउँ छ। हजुरहरू कहाँ कहाँबाट हेर्नुभयो मलाई त चिन्नुभएको होला राजु परियार हो म। अनि सबैले सेयर सब्सक्राइब अनि कमेन्ट गर्नु होला। अनि कहाँ कहाँ हुनुहुन्छ कस्तो कस्तो आला कस्तो कस्तो स्थितिमा हुनुहुन्छ तपाईँहरू जहाँ बस्नुहुन्छ स्वच्छ बस्नुहोस् अनि राम्रोसँग बस्नु होला भन्ने मैले मेरो मनबाट धन्यवाद। सबैलाई धन्यवाद तपाईँ। हुन्छ त नमस्कार। अनि दाइ कति बजा घरबाट आएको? म ठ्याक्कै हजुर पहिला त नमस्कार हजुरलाई। मलाई होइन 10 नमस्कार गर्नु पर्यो। 10 साल नमस्कार। म आएको चाहिँ भयो 2 वर्ष ठ्याक्कै भयो। अब चाहिँ घर जाने बेला त भयो। अब कम्पनीको स्थितिले रोकिनु पर्यो। कम्पनी टिकट काटेपछि जाने। अनि कति भयो त हजुर साउदी आएर यो जहाँ काम गर्नुभएको त्यहाँ कति महिना भयो कति साल भयो? ओहो यो प्रश्न धेरै खुसी लाग्यो हजुरले सोध्नुभयो। आफ्नै भाइको एउटै पेटाडी जन्मेको भाइ जस्तै सोध्नुभयो। यस्तो प्रेम हुनुपर्छ कि यस्तो सोध्ने मान्छे पहिलो बार तपाईँलाई मात्र भेटेको छु। मलाई चाहिँ दुःख सुख पर्दामा यस्तो सोध्ने मान्छे भेटिनँ। धन्यवाद छ यो प्रश्न गरेकोमा। म चाहिँ कम्पनीमा 10 वर्ष भयो है। टोटल 10 वर्ष भयो। हात खुट्टा छिटो चलाउनु पर्छ त्यही त हो बेकारीको काम चल्छ। बेकरीमा हुनुहुन्छ? हजुर स्विट बेकरी। स्विट बेकरी त्यहाँ कस्तो कस्तो खाले केक बन्छ त? त्यसमा बटरको आइटम बन्छ। बटर केक अनि माउन्ट केक यस्तै पाउरोटी होइन नेपाली भाषामा बोल्दा पाउरोटी ब्रेड यस्तै यस्तै। बर्थडे केकहरू बन्दैन? बर्थडे केकहरू खासै बन्दैन। अनि साउदीभरि मात्र के अरू अरू देशमा ट्रान्सपोर्ट हुन्छ त्यो माल? राम्रो प्रश्न गर्नुभयो। म चाहिँ धेरै जग्गा घुमेँ। म चाहिँ एउटा पहिलाको कुरा गर्दा राजु परियारकै जोइ परेँ म होइन। मैले भनेको हजुर त घुम्नुभयो होइन। मैले भनेको जुन तपाईँको कम्पनी जुन केक बन्छ साउदीभरि मात्र के सबै जग्गा ट्रान्सपोर्ट हुन्छ? हजुर हजुर एकदम। र बाहिर धेरै जान्छ होइन। स्पोर्ट मालहरू बन्छ अनि यहाँ लोकल मालहरू पनि बन्छ। सबै आइटम बन्छ। सबै कन्ट्रीमा छ है? हजुर हजुर हजुर। दुबई छ, कुवेत छ, अनि बहराइन छ, कतार छ, अनि अब साउदी भइहाल्यो। नेपालमा मात्र छैन? नेपालमा नि लगभग जान्छ समोसा जान्छ। नेपालमा समोसा जान्छ है? जान्छ होइन। हामीले 2-4 प्याकेट लसी जाने नै भयो नि। पुरा डेलिभरी सामान चाहिँ हुँदैन? हजुर। अब जस्तै 1 किलोको हुन्छ 2-3 प्याकेट ल भने त गयो नि त होइन। पहिला अब यहाँको स्थितिले गर्दाखेरि केही जस्तो नमानौँला तर नेपालमा चाहिँ एकदम हेभी बस चलाएर हिँड्ने मान्छे सबै ठाउँ अन्त आफैले भन्नुहोस् मैले परिचय गर्न। हुन्छ। अनि मेरो परिचय दिनु पर्दा चाहिँ मेरो नाउँ चाहिँ विशाल। म चाहिँ बसोबास चाहिँ पोखरा गर्दछु है। अहिले साउदीमा आएको चाहिँ म 5 महिना समथिङ 5 महिना भयो। जस ठिकै छ अहिलेसम्म। अब ड्राइभर प्लस सेल्सम्यानमा आएको। अब मेरो चाहिँ कम्पनीको नाम चाहिँ अल रसिद। त्यो चाहिँ बेकरीकै आइटमहरू नै बन्छ। जस ठिकै छ अहिलेसम्म चाहिँ कम्पनीमा आएर राम्रै भइरहेको छ साउदीमा। कुनै त्यस्तो प्रब्लम त छैन नि होइन? ठिकै छ कम्पनीमा जस कामहरू भइरहेको छ। जस्तो भनेको काम भनेर पठाएको थियो जस मेन पावरले त्यस्तो काम नै छ अहिले। बधाई छ तपाईँलाई त। अनि त तपाईँ भन्नुहोस् अरू कुरा अरू चाहिँ। अनि घरतिरको सवारी कहिले? अब चाहिँ घर जाने अब छुट्टी बनिसक्यो होइन। पेपर चाहिँ हामीले छुट्टी बनेको छ। कहिले बन्छ अब मुदिरहरूको हातमा हुन्छ। कति महिना छुट्टी जाने? लगभग 4 महिना आउँछ होला। 4 महिना? हजुर 4 महिना गएर नेपाल गएर इन्जोय गर्नु? इन्जोय भन्दा पनि खासै इन्जोय गर्ने हाम्रो उमेर त छैन। टाइम अनि आफ्नो परिवारमा चाहिँ
बस्ने खाने यस्तै इन्जोय खाएर चाहिँ यति बोतल खाने उति बोतल भएन हाम्रो होइन चाहिँ घरतिरको चाहिँ व्यवस्थाहरू मिलाएर आउने मेरो हामी त पहाड गाउँ त अब हाम्रो माथि हो रिसिङ गाउँबाट 2 वर्ष रिसिङ गाउँबाट 2 वर्ष घिरिङतिर त माथि बिमार त्यतै हाम्रो गाउँ पहाडका म त्यतै यता बोछा पनि गएको छु नि हजुर बोछा पनि मेरो भेना हजुर आफन्त पनि हुनुहुन्छ यता तपाईँको बोछापमा लगभग म 1 दिन चाहिँ बसेँ होला सुमन सुनार चाहिँ हुनुहुन्छ एकदम सुमन सुमन भन्ने चाहिँ उहाँको चाहिँ मेरो आफन्तहरू पढ्नुहुन्छ अनि म चाहिँ बोछा पनि गएको छु त्यतातिर चिन्जानको करममा घुम्दै गएको सुमन के हाम्रो यहाँ काम गर्नेले भन्नुभयो होइन उहाँ चाहिँ दुबईमा हुनुहुन्छ ए ल त है अब भोलि हामी एन्ड गर्दैछौँ है ल त है ल